अब के खानेको सन्दर्भमा अर्को के आयो भने आजकल चिल्लो फ्राइड चिज खाने बानी आयो। फ्राइड खाना हाम्रो खाना हेर्नुभयो भने नेपाली खाना हेर्नु भने फ्राइड के खाइन्थ्यो? एउटा सेल खाइन्छ फ्राइड होइन, नेपालले खाने घिउमा डुबाएर सेल खान्थे या कहिले कहिले पकौडा तारिन्थ्यो। भनेपछि यो कहिले खाइन्छ? भोज भतेरमा खाइन्छ, वर्षको एकचोटि दुईचोटि खाइन्छ। कुखुरा तारेर खाने त चलन थिएन हाम्रो, थिएन। नेपालीको त कुखुराको त कि त ग्रेभी हुन्थ्यो कि लदबद हुन्थ्यो या सेकुवा हुन्थ्यो या बार्बिक्यू भन्नुहोस् न, हामीले पोलेर खान्थ्यो। यो फ्राइड खाने कहिले कसरी आयो? यो त वेस्टर्न इन्फ्लुएन्स हो। भनेपछि अब वेस्टर्न इन्फ्लुएन्समा पनि फ्राइड, त्यसमा पनि तपाईँको भेजिटेबल ओइल भनेपछि अहिले आएर के प्रुभ भने यो त कम्प्लिटली कमर्सियल ड्रिभन हो भने देखियो। फिङ्गर लिकिङ गुडको नाममा तेल मात्र होइन, तेल मात्र होइन, तपाईँको यो त कमर्सियलिजम टु द एक्सटेन्ट हो। यो त पुस भइरहेछ सबकन्सियसली, तपाईँको माइन्डमा यो पुस गरिदिएको छ होइन। अब म जहिले पनि उदाहरण दिन्छु, केन्टकी खान्छु म, कहिले कहिले खान्छु, 6 महिना एकचोटि खान्छु होला, 2 पिस खान्छु पुग्यो। अब यहाँ नेपालमा केन्टकी कसले खान्छ भनेपछि केन्टकी खानेलाई तपाईँको एउटा रिच क्लासले केन्टकी खान्छ होइन। अब त्यही रिच क्लासले मात्रै खायो भनेर अनेक नेपाली ब्रान्ड आए, अनेक नेपालीहरूले के अरे त्यो फ्रान्चाइजको चाहिँ फाइदा उठाएर पैसा पनि बनाए। तर अनफर्चुनेटली उहाँले के बुझ्नु भएन, जनतालाई झन् अनहेल्दी बनाउनु भयो। किन मैले नै भने जुन दिन केएफसी नेपाल छिर्यो नेपाल अनहेल्दी हुन थाल्यो। त्योभन्दा पहिले केएफसी बरु मोमो खानुहोस् न, हो मैदाले अलिकति बेफाइदा गर्ला, तर मोमो इज स्टिल हेल्दी, इट्स बोइल्ड, इट्स स्टिम्ड होइन, इट्स स्टिम्ड, इट्स हेल्दी। भनेपछि त्यो केएफसी आएको दिनबाट नेपालमा के भने कमर्सियलिजम अफ फ्राइड फुड्स सुरु भयो र फ्राइड फुड्समा बच्चाहरू हुक्ड भएपछि अमेरिकाको जे प्रब्लम छ, अहिले अमेरिकामा हेर्नुभयो या अस्ट्रेलियामा या बेलायतमा हेर्नुभयो भने केएफसी या फ्राइड फुड कसले खान्छ? जो चाहिँ तपाईँको पुवर छन्, जो अनएजुकेटेड छन् उनीहरूले खान्छ। जो एजुकेटेड छन्, जो पढे लेखा छन्, जसले बुझ्छन् उनीहरूले यो सबै खाना खाँदैन। कुनै उनीहरूले बुझ्यो यो खाना मेरो लागि गलत हो। त यहाँ ठ्याक्क रिभर्स भएको छ। हाम्रो पाहाडको वर्ल्डमा चाहिँ एउटा स्ट्याटस सिम्बल भएको छ, धनी मान्छेहरू, धनी वर्गलाई, मिडल क्लास म केएफसी खान्छु। त्यो पनि हामीले बुझ्न थाल्नुभयो कि द्याट इज अल्सो रङ हो। म पनि मान्छु कहिले कहिले 5-6 महिनामा एकचोटि खानुहोस्, नथिङ रङ। तर जुन एउटा फ्राइड फुड खाने कल्चर आयो हरेक दिन एभ्री डे भनेपछि त्यो पनि एउटा के खानेमा मैले अघि यसो धेरै फ्याक्टर्स आउँछ। स्ट्रेस पनि आयो भनेपछि तपाईँको हाम्रो चाहिँ कम्फर्ट फुड पनि आयो र यसमा अनेक प्रिजर्भेटिभ जो हालिएको छ त्यसले पनि कम्फर्ट दियो, त्यो पनि आयो। गर्दाखेरि हामीले के बुझ्यौँ भने घरको खाना नै सबैभन्दा स्वस्थ हुन्छ। घरको खाना एकचोटि दुईचोटि कहिले कता बाहिर खानुपर्ने त्यो बेग्लै कुरा छ, त्यो म 2 मिनटपछि भन्छु। तर तपाईँले घरमा जो पाक्छ त्यो नै राम्रो। ओबेसिटी तपाईँले हेर्नुभयो भने तपाईँको जेनेरेसनमा पनि छैन, तर आज बच्चाहरू जो स्कुलमा छन् त्यसमा ओबेसिटी बढ्न थालेछ, एकदम देखिया छ होइन। अब तपाईँलाई नै थाहा होला, या म स्कुलमा हुँदा त हरेक क्लासमा एउटा न दुईटा मोटे हुन्थे, एउटा या दुईटा मोटे हुन्थे, बाँकी सबै सिकुटे हुन्थ्यौँ हामी। उसको बिचरा निकनेमै मोटे हुन्थ्यो। हरेक क्लासमा एउटा बच्चाको नाम एउटा या दुईटाको नाम मोटे हुन्थ्यो, तर मेजोरिटी के हुन्थ्यो? सिकुटे हुन्थे। र त्यो बेला निकनेम दिने, बुलिङ गर्ने सबै थियो। अब अहिले हेर्दा के भने त्यो नै एउटा स्ट्रेस रिलिभर थियो। अब आजकल त बुली पनि गर्नु हुँदैन, पोलिटिकली करेक्ट हुनु पर्यो गर्दा यो बच्चाहरू कुनै स्ट्रेस फ्रीबाट जान्छन्। र आज स्कुलमा हेर्नु भने मेजोरिटी अफ द चिल्ड्रेन आर ओबिस, मोटा छन्। भनेपछि सबैको यत्रो, अनि बाबुआमाले के ठान्छ भने त्यो ठिक हो भने ठान्छ, बच्चालाई खुवाइरहेछ, न्युट्रिसन पुगिरहेछ। डाक्टर साहब नेपाल, स्वास्थ्य पहुँच समयमा सबैमा।